हेलो एभ्रिवान, सम्पूर्णलाई झोरले नमस्ते, गुड मर्निङ। स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। म चाहिँ हजुरहरूको सामु नयाँ भिडियो लिएर आइसकेकी छु। आई होप हजुरहरू सबैजना आरामी हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ र मैले चाहिँ बिहान बिहान भ्लग सुरु गर्दैछु। अहिले चाहिँ 6 बजेको छ बिहानको। म र दिदी भएर चाहिँ बेलुका आलु लाउन जाँदैछौँ। सो त्यही भिडियो म हजुरहरूको सामु देखाउँछु। के लिएर आयो? धेरै रुगाइसक्यो। जानु आँटेको ओके हामी चाहिँ फाइनल्ली आइपुगे। यहाँ चाहिँ दिदीले अस्ति लाएर जानु भएको अवस्था। यतापट्टि साइडमा लाउने हो। मान्छे आएर बसेको। अब यतापट्टि साइडमा लाउने, यतापट्टि साइडमा लाउने हो। अब सो हेर्दै गर्नु। ल कस्तो चर्को घाम लागेको हो। 8 बजेर 10 मिनट गयो के त पनि काम चाहिँ स्याट्टै गरेर भइसक्यो। अहिले चाहिँ अब चाहिँ यहाँ आलु लाउने हो। यहाँदेखि हामीले त्यहाँसम्म सफा गरेको आलु, त्यहाँसम्म सफा गरेको। यहाँ छ हाम्रो पपकर्न। यता साग, यता आलु। अब चाहिँ खन्न स्टार्ट है त। कोही चाहिँ मागी नखानु कोले है। बल्ल बल्ल खनेर भयो।
यतिमा आलु लाउने हो भाजी साग हो फाइनली हामीले चाहिँ यहाँ आलु सागहरू लगाएर नि ल्याइसकेको छ। अनि यस्तो देख्यो है यतिमा आलु यता सागहरू लगाएको। फाइनल्ली अब चाहिँ हामी घरतिर जानुपर्ने हुन्छ। जाने भनेको त सुन्तला खाने बिर्सिरहेको ल्याइदिएर आएको थियो कि सुन्तला खान्छु त। हामी चाहिँ आधी बाटोमा आइपुग्यो। हिमालयन साथी यहाँबाट कस्तो खतरा कुन कुन हिमाल हो लोक अड्नु पुग्नु है। अब उता माछा पुछ्रे देखे माछा पुछ्रे होला यो देखेको उताको हो कि माछा पुछ्रे त्यो हो यो हो कस्तो दामी देखेको। ल अहिले चाहिँ म खाना खान लागेको। यहाँ छ सिमी र आलुको तरकारी अनि यो चाहिँ दाल मोठ